नमस्कार साथीहरु, तपाईहरु सबैलाई स्वागत छ आजको भिडियोमा हामी सन् 2025 का केही सूचकाङ्कहरुमा नेपालको अवस्थितिको बारेमा चाहिँ याद गर्न जाँदै छौं। प्रेस स्वतन्त्रता सूचकाङ्क 2025 मा नेपाल कतिऔं स्थानमा रहेको छ? 90औं स्थानमा। यसलाई याद गर्नको लागि प्रेसमा काम गर्ने मान्छेको शरीरमा रौं 0 हुनुपर्छ। प्रेसमा काम गर्ने मान्छेको शरीरमा रौं भएर भयो? भएन। रौं 0 भनेको रौंबाट 9 0 0 नै भयो है त। यसरी याद गरौँ। त्यस्तै गरेर विश्व शान्ति सूचकाङ्क 2025 मा नेपालको अवस्थिति कति छ भन्दाखेरि 76औं स्थानमा रहेको छ। अब यसलाई याद गर्नको लागि घरमा भात छ भने शान्ति हुन्छ, भात छ भने शान्ति हुन्छ है त, नत्र भने अशान्ति हुन्छ, भातकै लागि लडाई हुन्छ। भात साथ छ। त्यस्तै गरेर विश्व शान्ति सूचकाङ्कमा पहिलो छ आइसल्यान्ड, अन्तिम रुस र दक्षिण एसियामा पहिलो भुटान। यस्तै गरेर भोकमरी सूचकाङ्कमा 72औं स्थानमा रहेको छ। भात सुई सुई खान पाए पो भोक मर्छ है। अब भोकमरी भनेपछि भात सुई सुई खान पाए पो भोक मर्छ। 7 भात 2 सुई सुई, यसरी याद गरौँ। भात सुई सुई खान पाए पो भोक मर्छ। त्यस्तै गरेर आर्थिक स्वतन्त्रता सूचकाङ्क 2025 मा नेपाल 131औं स्थानमा रहेको छ र यसलाई याद गर्नको लागि आर्थिक स्वतन्त्रताका लागि एउटा जिनलाई के अरे साथीहरु, एउटा जिनलाई समातेर एउटा विश मलाई फाइनान्शियली फ्री गराइदे भनेर भनिदिए पुग्छ है। एउटा जिनलाई समातेर एउटा विश कसरी याद गर्ने भन्दाखेरि एउटा एक जिन भनेको 3, जिन भनेको 3 अनि एउटा विश, एउटा जिनलाई समातेर एउटा विश है त। जिन भनेको 3 सम्झिने, 1 3 1 है। यसरी चाहिँ आर्थिक स्वतन्त्रताका लागि एउटा जिनलाई समातेर एउटा विश माग्ने 131औं। त्यस्तै गरेर हेनली पासपोर्ट सूचकाङ्क 2025 मा नेपालको स्थान 101। हेर्नु त कति सजिलो छ। नेपालमा पासपोर्ट कस्तो पाइन्छ? 101 पाइन्छ। जस्तो भने त्यस्तै पाइन्छ। 101 चाहिँ पासपोर्ट नेपालमा पाइन्छ भनेर याद गर्नु होला। मानव विकास सूचकाङ्क 2025 मा नेपालको स्थान 145औं रहेछ। यसलाई याद गर्नको लागि मानव विकास भयो, मानव पहिला जस्तो रहेन, विकास भयो। अब लौरी किन टेक्न पर्यो है? मानव विकास भएपछि लौरी टेक्न छोडी मौरीको घारबाट मह खाएर बलियो भएर नाच्दै हिँड्छ हैन। विकास भयो म है। मानव विकास भएपछि के गर्ने भयो? लौरी टेक्न छोड्ने भयो। लौरी टेक्न छोड्यो अनि के गर्ने भयो? बल त चाहियो। बलियो हुनको लागि मौरीको घारबाट मह खायो है। मौरीको घार 4 मौरीको घार। त्यसपछि मह खाएपछि के गर्ने भयो? नाच्दै हिँड्यो। 5 नाच हैन, 5 नाच्दै हिँड्यो। हेर्नु त मानव विकास भएपछि के गर्दो रहेछ? लौरी टेकेको लौरी फ्याक्दो रहेछ। मौरीको घारबाट मह निकालेर खाएर बलियो भएर नाच्दै हिँड्दो रहेछ। यसरी याद गर्न सकिन्छ। 1 लौरी टेक, 4 मौरीको घार, 5 नाच। 145औं। जलवायु परिवर्तन जोखिम सूचकाङ्क 2025 69औं स्थान। एकदमै सजिलो छ। 69 साथीहरु। हेर्नु त परिवर्तन भएपछि जलवायु परिवर्तन भएपछि के भयो? 6 9 भयो के? 6 9 भयो। हेर्नु 6 परिवर्तन भएर 9 भयो। 6 9 69। यसै पनि याद गर्न सजिलो छ। जलवायु परिवर्तन भएपछि के भयो भन्दाखेरि 6 9 भयो। 6 चाहिँ 9 भयो, उल्टो पुल्टो हैन। त्यस्तै गरेर विश्व खुशी सूचकाङ्क 2025 मा नेपालको स्थान 92औं छ। आफू खुसी हुनलाई कुकुरले भौं भौं गरे पनि सुई सुई हिँड्नु पर्छ। कुकुरलाई जिस्कायो भने त टोकिदिहाल्छ, दुखी भइन्छ। खुसी हुनको लागि कुकुरले भौं भौं गरे पनि सुई सुई हिँड्नु पर्छ भनेर भन्यो। भौं भौंबाट 9, सुई सुईबाट 2 है। आफू खुसी हुनलाई भौं भौं कुकुरले गरे पनि आफू सुई सुई हिँड्ने, भौं भौं 9 सुई सुई 2 92। त्यस्तै गरेर पहिलो स्थानमा रहेको छ फिनल्यान्ड र अन्तिममा चाहिँ अफगानिस्तान रहेको छ विश्व खुशी सूचकाङ्कमा। त्यस्तै गरेर भ्रष्टाचार सूचकाङ्क 2025 मा नेपालको स्थान 107औं छ। यो पनि एकदमै सजिलो साथीहरु। भ्रष्टाचार गर्नेलाई दशा लाग्छ। दबाट 10, साबाट 7 है त साथीहरु। दशा लाग्छ के? 107 हैन। दबाट 10, साबाट 7, यसरी दशा एउटै शब्दबाट याद गरिन्छ। त्यस्तै गरेर दिगो विकास सूचकाङ्क 2025 मा नेपालको स्थान 95औं रहेको छ। यसलाई कसरी याद गर्ने भन्दाखेरि दिगो विकास नगरे है, जसले दिगो विकास गर्दैन त्यस्तालाई पञ्च हान्ने, चाहे त्यो 90 वर्षकै नेता किन नहोस् है। दिगो विकास नगरे पञ्च हान्ने 90 वर्षको नेता भयो भने है त। अब बुढो छ भनेर चाहिँ हेर्ने कुरो भएन। दिगो विकास गरेको छैन भने पञ्च हान्ने 90 वर्षको भयो भने 95 है त। पञ्च हान्ने 90 वर्ष भयो भने। यसरी याद गर्न सकिन्छ साथीहरु। यसरी चाहिँ विभिन्न सूचकाङ्कहरुमा नेपालको स्थानको बारेमा चाहिँ याद गर्न सक्छौं साथीहरु। आशा छ तपाईहरुलाई यो भिडियो मन पर्यो होला। यति भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद साथीहरु।